भाग्यको कुरो यो लगेर म चाहिँ जाँदैछु आज साउनको सोमबार जल चढाउनु है। यहाँनिर यसो साडी लगाएर जानेछु। यो चाहिँ मेरो कामाख्या मन्दिरमा चाहिँ मेरो भाग्यले परेको साडी आज त म यही लगाउने छु है। आज नै मैले जुराएको रहेछ नि चाहिँ आज लगाएर जानेछु। ओम नमः शिवाय। हामी ठुल्ठुलो मन्दिर जानु पर्दैन है। अनि शिव भगवान्ले भन्छ कि रु हुनुपर्छ कि आत्मा छ भने चाहिँ हामीलाई काशी यही विश्वनाथ पनि यही अमरनाथ यात्रा पनि यही है। जहाँ मन छ त्यहीँ नै शिव भगवान्ले हाम्रो लागि यही हो। काशी विश्वनाथ पनि यही हो, हरिद्वार पनि यही हो है। अनि अमरनाथ पनि यही हो है। जसको मन छ उहाँहरू यहाँ दर्शन गर्नु सक्नुहुन्छ है। सबैको लागि काशी पनि सबैको लागि जय भोले जय शम्भु। आजको सोमबार चाहिँ सबैको लागि मङ्गलमय शुभमय होस् है। त्यो भन्नु सबैजनालाई जय भोले बाबा नमः शिवाय। महादेव जय शिव शम्भु। मैले त्यसरी शङ्खध्वनिहरू गरेँ है। अनि अब यसरी पूजा गर्नु भदैनी भएर है खुसी पनि लाग्यो। धेरैजना आएको थियो मन्दिरमा। मान्छे पूजा पाठ गर्नुको लागि चाहिँ टाढो जानु पर्दैन है। आफ्नो मन चङ्गा हुनुपर्छ जहाँ पनि हुन्छ है। म त्यसरी यो सोमबार चाहिँ गरेँ। अनि यहाँनिर हाम्रो गाउँको छेउमा शिव मन्दिर छ। अनि यहाँको पण्डित पनि एकदमै राम्रो हुनुहुन्छ है। म चाहिँ जानेको मानेको पण्डित भनौँ। म चाहिँ झाँक्री पनि हुनुहुन्छ स्वयंमै है। अनि यहाँ चाहिँ मैले यसरी शङ्खध्वनि गरेँ। अनि सबैजना पूजाको लागि आएको थियो। अनि रेखा बुहारीहरू पनि आएको थियो, नानीहरू पनि आएको थियो है। अनि उहाँ चाहिँ मेरो रेखा बुहारीहरू आठिकै आएछ। हामीले सोचेको प्लानिङ चाहिँ हुँदैन है। अनि हर महादेव शिव शम्भुले गरेको प्लानिङ मात्रै सक्सेस हुन्छ भन्छ। त्यो त सबैलाई पूजा गर्नु बोलाइरहेको थिएँ मैले। म चाहिँ एकदमै खुसी छु। ऊ चाहिँ मेरो नातिनी, मलाई मम्मी नै भन्छ अहिले पनि है। अनि पनि पूजा गर्न आएको छ। अनि चाहिँ मसँग फुल देखेर चाहिँ बिचरा के गरौँ गरौँ भयो होला नि त। अनि मलाई हेरिरहेको थियो, अल्लालिरहेको थियो पनि। अनि मैले शङ्खध्वनिहरू गरेँ, चारै दिशाका देवी देवतालाई पुकारेको छु है। यसरी पूजापाठ गरेँ मैले। अब धेरै खुसी पनि लाग्यो। अनि बुहारीलाई पनि मैले रेखा बुहारीले पनि यसरी भेटेँ है। उहाँले पनि पूजा गर्न आएको रहेछ र धेरै खुसी पनि लाग्यो। अनि यसरी पूजापाठ गर्नु पाउँदा कसलाई खुसी लाग्दैन है। अनि यसरी पूजा गऱ्यौँ। अनि यसरी शङ्खको पूजाहरू गरेर चाहिँ शिवजीलाई पानीहरू चढायौँ, दुधहरू चढायौँ, जलहरू चढायौँ है। एकदमै खुसी लाग्यो मलाई चाहिँ। सबैलाई यो पानी पनि मैले सबैलाई प्रस्तुत गरिदिएँ, पवित्र गरिदिएँ शरीरहरू है। खुसी पनि लाग्यो मलाई। अनि म पनि धेरै 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 खुसी लाग्यो। सबैजना राम्रो होस्, सबैलाई छिटाको मनोकामना पुरा गर्न चाहन्छु है। अनि यसरी हामीले चाहिँ सबैजनालाई पूजापाठ गऱ्यौँ। प्रीति पनि आएको रहेछ है। अर्को सोमबार पनि यसरी भेट्नु पाऊँ, अलिक धेरै जनसङ्ख्यामा भेट्नु पाऊँ भन्ने इच्छा छ। महादेवको इच्छा हो, हाम्रो इच्छा त शनिबार मात्रै हो भनेर चाहिँ हामीले यसरी पूजापाठहरू गऱ्यौँ। धेरै खुसी पनि लाग्यो है। अनि यस्तो प्रकारले पूजा गऱ्यौँ। मान्छे टाढो जानु पर्दैन क्या। भगवान्को लीला र उसको शक्तिलाई नै सबभन्दा ठुलो सबैलाई बुझ्नु गर्यो। यही हो, काशी पनि यही हो, विश्वनाथ पनि यही हो, महाकाल पनि यही हो, अमरनाथ पनि यही हो। मन चढाउनुपर्छ शिवजीलाई, सबैको राम्रो हुन्छ। जय भोले। तर प्रीति यही हाम्रो लागि त काशी भने पनि यही हो है। अमरनाथ यात्रा भने पनि यही हो। सबैको मन छ भने चाहिँ जहाँ पनि भगवान् विराजमान हुनुहुन्छ। यता फर्किनु गुरुजी, यता हुन्छ हाम्रो गुरुजी। जहाँ पनि भगवान् छ है। टाढो जानु पर्दैन। आज उहाँको चाहिँ एकदम यो मन्दिरको चाहिँ रखवाला है। उहाँ चाहिँ एकदम सिद्ध पुरुष भनौँ न है हुनुहुन्छ। सबैको लागि सबभन्दा ठुलो है। यो चाहिँ म र भदैनी चाहिँ आज जुरे यहाँनिर चाहिँ है। जय भोले बाबा, जय शिवाय नमः, ओम नमः शिवाय नमः, ओम नमः शिवाय नमः, ओम नमः शिवाय नमः, ओम नमः शिवाय नमः। हर हर महादेव, जय भोले। त्यसरी चाहिँ मैले शिवजीलाई प्रार्थना गरेँ सबैको चित्त मनोकामना पुरा होस् भनेर है। शङ्खध्वनि घन्टी छ नि ध्वनि गरेँ यहाँनिर है। अनि सबैको लागि बलबिन्ती मागेको छु है। यहाँनिर पूजापाठ गरेँ। धेरै खुसी लाग्छ यसरी पूजापाठ गर्नु पाउँदाखेरि चाहिँ है। अनि यसरी फोटोसुट पनि भयो हाम्रो है। हामीले फोटोसुट पनि गऱ्यौँ। अनि यहाँनिर यसरी फोटोसुट गरेको छौँ हामीले है।
अनि यहाँ चाहिँ म अलिकति नाच्नु पऱ्यो भनेर नाच्नु मन लागेर डान्स गर्छु भनेर सोचेको थिएँ है। यहाँ चाहिँ म अलिकति नाच्छु भनेर चाहिँ यसरी चाहिँ अब अहिले मैले अलिकति सिकेको कामहरू गरेको छु किनकि मलाई मन यता फर्कन दीक्षा 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 यता फर्कन मन्दिर छ उत्पन्न भएको मन्दिर हो कसरी हातले बनाएको मन्दिर होइन यो चाहिँ हाम्रो यहाँको मन्दिर छ जति मन्दिर छ है एकदमै यहाँनिर त्यही त भएर चाहिँ पूजापाठ गर्ने टाढो जानु पर्दैन भन्छ है यसरी टाढो टाढो पनि मान्छेहरू आएको थियो यसरी चाहिँ यहाँनिर हामीले टाढो जानु नसकेको चाहिँ गाउँको छेउमा पनि पूजापाठ गर्नु जानुहोस् है मान्नुहोस् भन्ने इच्छाहरू राख्नुहोस् तपाईँले भगवान्को इच्छा छ भने जहाँ पनि पुगिन्छ उहाँको इच्छा छ भने चाहिँ कहीँ पनि जानु सक्दैन अनि पूजापाठ गर्यो भनेर चाहिँ तपाईँले मजाले पूजापाठ गर्नु प्रदेशमा हुनुहुन्छ बाहिर देशमा हुनुहुन्छ मेरो जहिले भदै जाँदैछु मेरो भजनले गरेर आजको सोमबारको दिन राम्रो होस् अनि सोधिरहेको दिन सबैजना राम्रोस् भनेर चाहिँ सोचे मैले है यसरी चाहिँ भजनले पूजापाठ गरिरहेको छ है सबैजना जति पनि आउनु भएको छ आउनु नसक्नेहरूलाई पनि उहाँको मनोकामना पुरा होस् यहाँको मन्दिरको दर्शन चाहिँ तपाईँले भिडियो थ्रुबाट गर्नुहुन्छ भने आशा र विश्वास राखेको छु र तपाईँले धेरै धेरै शुभकामनाहरू गरिदिन चाहन्छु है यसरी चाहिँ हामीले पूजापाठ गरौँ। शंकर भगवान की अरे नंदी ऊपर बैठा भोला सजरा सावन में हो अरे नंदी ऊपर बैठा भोला मन्दिरको दर्शन गरिसकेर चाहिँ हामी तिनजना यसरी है यसरी यता बुहारी हुनुहुन्छ म चाहिँ मेरो भदै नि यसरी चाहिँ बाइकबाटै हामी हिँडेर आयौँ अब अर्को पालि पनि हामी चाहिँ ऊ पनि जानेवाला थियो जङ्गली बाबा भन्ने बागडुग्राको ठाउँमा छ त्यो जाने भन्दै तर भगवान्को इच्छा हो हामी जानु पाएन है जहाँ पनि उहाँको इच्छा हुन्छ अनि अर्को पालि चाहिँ हामी त जाने भनेर रेखा बुहारीले भन्दै थियो चारधाम जाने भनेर सोचेको थियौँ भने उहाँको महिमा हो जानु पाइन्छ कि पाइँदैन है शिवजीले जे भोलाले चाहनुहुन्छ त्यही पुग्छ भन्छ है अनि हामी चाहिँ यसरी बात गरेर आइरहेको थियौँ हामीले मजा पनि आइरहेको छ है सालमा एकपल्ट यसरी निस्किनुपर्छ भगवान्को दर्शनको लागि अनि यहाँ चाहिँ आज शहीद दिवसको 27 जुलाईको म गाडीहरू गइराखेको थियो है यसरी चाहिँ हामी बात गरेर आयौँ हामी तिनजना 3 बजे त्यसरी बात गरेर आइरहेको थियौँ गाडी पनि गइरहेको थियो अनि यसरी चाहिँ हाम्रो दर्शन पुरा भयो। यहाँ चाहिँ मैले मेरो प्रियालाई भेटेँ उसको चाहिँ आमा खसीले त बारी रहेछ नि त प्रियामा नमस्ते पनि हुन्थ्यो हामीसँग है यसरी घर यता हेर प्रिया भाइ जय बोले अनि प्रियालाई पनि चिस्काइरहेको अनि त्यहाँदेखि जाँदै थियौँ योपालि चाहिँ मैले मासँग धेरै मिस गरेको छु है भन्ने त्यही कुराहरू गर्दै हिँड्दै थियौँ अनि हामी घरतर्फ लागिरहेको छु मैले चाहिँ आज धेरै मासँग मिस गरेको छु सबैलाई ह्याप्पी शिवरात्रि सरी आजको साउनको सोमबारको धेरै धेरै शुभकामना भन्दै मेरो भिडियोलाई चाहिँ छोरी भने पनि लागिरहेको छु तपाईँलाई कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला मार्साङलाई चाहिँ योपालि पुरा मिस गरिरहेको छु मार्साङ तिमीलाई मिस गरिरहेको छु है हामी चाहिँ अब घरतर्फ लागिरहेको छौँ दर्शन पनि भयो हामी चाहिँ फर्किरहेछौँ थ्याङ्क यू सबैजनालाई।